नमस्कार मित्रहरू। दार्जिलिङ भन्ने बित्तिकै हरियाली पहाड, टोय ट्रेनको सिटी र विश्व प्रसिद्ध चियाको सुगन्ध मनमा आउँछ। तर यो चियाको कपमा कहिलेकाहीँ तुफान मचिन्छ, जसलाई गोर्खाल्यान्ड आन्दोलन भनिन्छ। यो आन्दोलन यस्तो नाटक हो जहाँ नेताहरू जनताको जातीय भावनामाथि नाच्छन्, पैसा र सुविधा कमाउँछन्, जनता लाचार बन्छन् र चिया उद्योगले एकपल्ट फेरि एउटा खलबली मचाउँछ। जनता लाचार बन्छन् हो मित्रहरू। यो नाटकको स्क्रिप्ट पुरानो छ, तर नेताहरूको मौज र जनताको लाचारीले यो सधैँ हिट बनिरहन्छ। आउनुहोस् यो नाटकलाई सचेत चस्माले हेरौँ र नेताहरूको बैमानीमाथि निन्दाको ढुङ्गा प्रहार गरौँ। गोर्खाल्यान्ड जनताको सपना कि नेताको डान्स फ्लोर? गोर्खाल्यान्ड आन्दोलनको माग यति पुरानो छ कि यो दार्जिलिङको चिया बगान जस्तै यहाँको पहिचान बनिसकेको छ। यो आन्दोलनले भन्छ हामीलाई अलग राज्य चाहिन्छ, हाम्रो पहिचान, संस्कृति र भाषा जोगाउनु जरुरी छ। यो माग कम नेताहरूको डान्स फ्लोर ज्यादा हो जस्तो हामीले भान गर्छौँ। नेताहरू जनताको जातीय भावनालाई डिस्को लाइट बनाएर माइक समात्छन्, चर्को नारा लगाउँछन्, गोर्खाल्यान्ड जिन्दाबाद, अनि जनता उर्लिएर सडकमा निस्कन्छ। तर पर्दा पछाडि नेताहरूको नाचले चन्दा, सुविधा र सत्ताको माला बन्छ। यो त यस्तो छ जस्तो तपाईले रेस्टुरेन्टमा गोर्खाल्यान्ड स्पेशल थाली मगाउनु भयो, तर पाउनु भयो चिसो चिया र नेताको लग्जरी लाइफको लामो बिल। निन्दा गर्नै पर्छ यो बैमानीको, जसले जनताको पवित्र जातीय भावनालाई पैसाको मञ्च बनाएर नाच्छ र गोर्खाल्यान्डको सपनालाई दिल्ली र कलकत्ताको चियाको कपमा सीमित राख्छ। क्रान्तिको नाममा कमेडी सो भएको छ गोर्खाल्यान्ड। गोर्खाल्यान्ड आन्दोलनका नेताहरू यस्ता छन् जस्तो कि सस्तो सिनेमाको हिरो, न नृत्य आउँछ न गायन, बस नाटक गर्छ, छ्याङ्गै चाल पाउने नाटक गर्छ। हरेक सिजनमा नयाँ नारा, नयाँ झन्डा, तर पुरानै स्क्रिप्ट। दिल्ली कलकत्ता धाएर चिया खान्छन्, मिटिङ गर्छन्, अनि फर्केर भन्छन् ल हामीले कुरा राख्यौँ, सकारात्मक छ, अब पख्नुहोस्। अचम्म छ, नेताहरूले जनताको जातीय भावनालाई ट्रम्प कार्ड बनाएर खेल्छन्, तर मराहरू हरेक पल्ट हार्छन्। अनि हारको दोष दिल्ली र कलकत्तालाई दिएर फेरि नयाँ कमेडी सोको तयारी गर्छन्। यो त यस्तो छ जस्तो पुरानो चियाको पत्तीलाई नयाँ प्याकेटमा बेचे जस्तै, होइन? निन्दा गर्नुपर्छ यो धोकाको, जसले उन्मुक्तिको सपनालाई बारम्बार धोका दिन्छ। तर नेताहरूको ब्याङ्क ब्यालेन्स कहिले रित्तिँदैन, हाम्रो आत्मविश्वास रित्तिँदै गए पनि। भन्छ नि नेताहरूले, मेरोमा पैसा छैन पनि सकिँदैन पनि। कस्तो खल्ती होला त्यो नेताको, कस्तो व्यापार होला त्यो नेताको। हेर्नुहोस्, नेताहरूको आरामदायी जीवन हेर्दा लाग्छ आन्दोलन कि पिकनिक हो गोर्खाल्यान्डको आन्दोलन। आन्दोलन नेताहरूको लागि त मौज मस्तीको बहाना भइसकेको छ। जब आन्दोलन चर्किन्छ, नेताहरू सडकमा उभिएर भाषण ठोक्छन्, मिडियामा हेडलाइन बन्छन्, तर पर्दा पछाडि उनीहरूको जिन्दगी दार्जिलिङको चौरस्ता जस्तै रङ्गीन छ, न कि चिया बगानको सुकेको गाछ जस्तै। आन्दोलनको नाममा चन्दा उठ्छ, सभा समारोह हुन्छ, अनि नेताहरूको टोली रिसोर्टमा मिटिङको बहानामा मौज गर्छ। यो त यस्तो छ जस्तो कि तपाईले मेलामा फ्रीको चियाको लाइनमा बस्नुभयो, तर पछाडिबाट नेताले चियाको भाँडो नै लिएर भागिदियो। रमाइलो त के भने आन्दोलन सकिएपछि नेताहरूको घरमा नयाँ गाडी, नयाँ बङ्गला, होइन? अनि बच्चाहरूको लागि विदेशी स्कुलको फिस तयार हुन्छ, विदेश भ्रमणको योजनाहरू तयार हुन्छ, मौज मस्तीको, होइन?
तयार हुन्छ, सबै कुरो चाँजो बाजो मिल्छ, तर मात्रै नेताको घरमा। यो त यस्तो छ जस्तो कि नेताले भन्यो गोर्खाल्यान्ड बन्छ, तर पहिले मेरो रिसोर्ट बङ्गलो बन्नुपर्छ, गाडी बनिनुपर्छ। निन्दा गर्नुपर्छ यो लोभको, जसले जनताको जातीय भावनालाई टिकट बनाएर आफ्नो सुखको लग्जरी पास बनाउँछ। एकातिर जनताको लाचारी ताली बजाउँदा बजाउँदा रित्तिएको हुन्छ, खल्ती सबै जनताको। जनता त यो नाटकको असली हिरो हुन्, तर यस्तो हिरो जसलाई स्क्रिप्टले सधैँ धोका दिन्छ। जनताको जातीय भावना यति बलियो छ कि उनीहरू नेताहरूको हरेक नारामा उर्लिन्छन्, सडकमा ढुङ्गा बोक्छन्, बन्दमा जिन्दगी ठप्प पार्छन्। तर जब पर्दा झर्छ तब जनता लाचार, नेताहरू चाहिँ मालामाल। यो त यस्तो छ जस्तो तपाईँले सिनेमाको टिकट काटेर गोर्खाल्यान्डको सपना देख्नुभयो, तर फिल्ममा नेताहरूको लग्जरी लाइफको विज्ञापन मात्र देखियो। बन्दको दिन जनता सडकमा क्रिकेट खेल्छन्, गाउँ गाउँ टोल टोलमा गोर्खाल्यान्डको गफ गर्छन्, फेसबुकमा जिन्दाबाद लेख्छन्, तर मनमा नै थाहा छ यो नाचको फाइदा नेताहरूलाई मात्रै। जनताले नेताको नाचमा ताली बजाउँदा आफ्नो खल्तीरित्तेको पत्तै पाउँदैनन्। निन्दा गर्नुपर्छ यो लाचारीको, जसले जनतालाई आफ्नै भावनाको जालमा बाँधेर र नेताहरूलाई मौजको माला पहिराउँछ। गोर्खाल्यान्ड कहिले बन्छ? यो प्रश्न यति पुरानो छ कि दार्जिलिङको चिया बगान पनि लजाउँछ। नेताहरूको असफलता, मौज मस्ती र जनताको जातीय भावनामाथिको नाचले गोर्खाल्यान्डको सपनालाई चियाको कपमा सीमित राखेको छ। नेताहरूले यति भन्न बाँकी रह्यो कि गोर्खाल्यान्ड त जनताको मनमा पहिल्यै बनेको छ। किनभने जब तपाईँ पहाडको काखमा बसेर चियाको चुस्की लिँदै क्रान्तिको गफ गर्नुहुन्छ, तब तपाईँलाई कागजी राज्यको जरुरत पर्दैन। गोर्खाल्यान्ड बन्छ, तर पहिले मेरो बङ्गला र गाडी बन्नुपर्छ। निन्दा गर्नुपर्छ यो लोभ र धोकाको, जसले उन्मुक्तिको सपनालाई नेताको खल्तीमा सीमित राख्छ र जनतालाई कचल्टेको सपना देख्न बाध्य पार्छ। अब कसरी विश्वास गर्ने त यो परिपाटीको आन्दोलन अनि नेताहरूलाई? यो प्रश्नको उत्तर खोज्नुहोला, नत्र फेरि अर्को डुप्लिकेट बाघ जन्मिनु बेर छैन, अनि त्यही डुप्लिकेट बाघले जन्माउँछ ओरिजिनल स्याल। होशियार। धन्यवाद।